ल हामी आज सूत्र प्रयोग नगरिकन यो के भन्छ चक्रीय ब्याज र उसको मिश्रधन निकाल्नु पर्ने है साथीहरु। अभ्यास 2.1 प्रश्न नंबर 3 छ। यहाँ भन्छ चक्रीय ब्याजको सूत्र प्रयोग नगरिकन चक्रीय ब्याज को सूत्र प्रयोग नगरिकन चक्रीय ब्याज र मिश्रधन पत्ता लगाउनुहोस्। ध्यान दिनु होला क नम्बरमा छ क्वेशनमा मूलधन बराबर रु 10,000 समय टी बराबर छ 2 वर्ष र ब्याज दरलाई के ले जनाइन्छ र आर को बराबर कति छ त 6 प्रति वर्ष टीए भन्छ है प्रति वर्ष। अनि हिजो मैले एउटा कुरा भनेको थिएँ तपाईलाई कि ब्याज दर को अर्थ के हो। ब्याज दर को अर्थ भन्नाले रु 100 को 1 वर्षमा आउने के हो त ब्याज। यही भने थियो नि त ब्याज दरलाई। यहाँ ब्याज दर कति पर्सेन्ट छ त 6%। यसको अर्थ यो हो 6% ब्याज दर को अर्थ हुन्छ रु 100 रुपैयाँ को 1 वर्षमा कति रुपैयाँ ब्याज आउँछ त 6 रुपैयाँ ब्याज आउँछ। कति रुपैयाँ त जति प्रतिशत छ त्यति रुपैयाँ आउने। 100 रुपैयाँ को 1 वर्षमा जति प्रतिशत छ त्यति रुपैयाँ आउने। अब यसै कुरालाई हामीले भाषामा लेख्नु पर्छ है। यहाँ त फर्मुला प्रयोग गर्नु छैन, सूत्रको प्रयोग गर्नु छैन भने अब कसरी निकाल्ने त यहाँ भन्छ है हामीले रु 100 को 1 वर्षको ब्याज बराबर कति रुपैयाँ भयो त 6 रुपैयाँ। रु कति भयो त 6। किन यहाँ कति प्रतिशत छ त 6%। यहाँ 10% भएको भए 10 रुपैयाँ आउँथे। यहाँ जति प्रतिशत हुन्छ त्यति रुपैयाँ यहाँ आउँछ। यहाँसम्म क्लियर। अब 100 रुपैयाँ को आयो भने हामीले 1 रुपैयाँ को निकाल्न मिल्छ कि मिल्दैन। रु 1 को 1 वर्षको ब्याज। अब 1 रुपैयाँ को ब्याज निकालौं हामीले त 1 रुपैयाँ को ब्याज कति हुन्छ हेर्नुस् त 100 रुपैयाँ को 6 रुपैयाँ ब्याज आयो भने 1 रुपैयाँ को त कम आउँछ र कम निकाल्नको लागि यो 100 ले के गर्नुपर्छ त डिभाइड गर्नुपर्छ। के गर्नु पर्यो त डिभाइड गर्नु पर्यो। अब हेर्नुस् त रु। तर यो कुरा मलाई बताइदिनुस् हामीले 1 रुपैयाँ को ब्याज निकाल्नु छ कि 10,000 को ब्याज निकाल्नु छ। 10,000 को निकाल्नु छ। 1 रुपैयाँ को ब्याज आइसकेपछि अब हामी कति रुपैयाँ को निकाल्ने त 10,000। यहाँ जे दिएको हुन्छ त्यसको निकालौँला। त 10,000 को 1 वर्षको ब्याज 10,000 को 1 वर्षको ब्याज अब कति आयो त हेर्नुस् त यो 6/100 यो माथिको 6/100 अनि 1 को यति थियो भने अब 10,000 को निकाल्नु छ भने 10,000 ले के गर्नुपर्छ मल्टिप्लाई गर्नुपर्छ। बाइ कति लेख्छौं हामी 10,000। यो मल्टिप्लाई किन गर्यो तपाईले यति याद होला है। 1 चकलेट को मानौ 1 चकलेट को रु 5 छ भने 1 चकलेट को 5 रुपैयाँ छ भने 100 वटा चकलेट को कति हुन्छ भन्नुस् त 100 रुपैयाँ को कति हुन्छ त 5 गुणे 100 लेख्नु हुन्छ नि त। यो जति भयो त्यतिले मल्टिप्लाई गर्नुहुन्छ नि हो। त्यस्तै 1 को यदि 6/100 छ भने 10,000 को कति हुन्छ 6/100 इन्टु कति त 10,000 मल्टिप्लाई गरिदिनुस् त 0 ले 0 काटिन्छ अनि माथि कति बच्यो त 6 गुणे 2टा 0 भनेपछि 600। अब हेर्नुस् त 10,000 को 1 वर्षमा कति ब्याज आयो त 600 कति आयो त 600 आयो। अब यो 600 रुपैयाँ अर्को वर्षको लागि के बनिहाल्छ त मूलधन बनिहाल्छ। किनकि चक्रीय ब्याजमा के हुन्छ नि 1 वर्षमा जे ब्याज आउँछ त्यसलाई फेरि के बनाउनु पर्छ त मूलधन बनाउनु पर्छ जोडिन्छ है। फेरि अब लेख्छौं हामी फेरि अब सावा बराबर हेर्नुस् त
अब सावा पी बराबर कति हुन्छ त पहिला कति थियो 10,000 थियो अब कति आयो त 600 आयो भनेपछि टोटल गर्दा कति आउँछ त 10,600 यो कति वर्षको भयो त 1 वर्षको तर क्वेशनले कति वर्षको लागि निकाल्न भनिरहेछ त फेरि यही सिस्टमले हामी लेख्न सुरु गर्छौं यहाँ लेख्छु फेरि रु 100 को 1 वर्षको ब्याज फेरि अर्को वर्षको लागि हामी निकालिरहेछौं 100 को 1 वर्षको ब्याज फेरि कति लेख्छौं हामी 6 लेख्छौं अनि रु अब कतिको निकाल्ने त 1 को 1 वर्षको ब्याज 1 वर्षको ब्याज अब 1 वर्षको ब्याज निकाल्नु 1 वर्षको ब्याज निकाल्नु भने अब कति हुन्छ त 6/100 1 रुपैयाँ अब हामीले कतिको ब्याज निकाल्ने त 10,000 को कि 10,600 को 10,600 को किनकि अब सावा यो 10,600 छ त रु 10,600 को 1 वर्षको ब्याज 1 वर्षको ब्याज त कति ब्याज छ 6/100 गुणे 10,600 2 0 ले 2 0 काट्छ गुणा गरिदिनुस् त 6 6 36 कति आयो त 636 रुपैयाँ आयो यो 636 रुपैयाँ कुन वर्षको ब्याज हो दोस्रो वर्ष अब क्वेशनले हामीलाई के भन्यो त्यसको कुरा गरौँ त प्रश्नले के भन्यो प्रयोग नगरिकन चक्रीय ब्याज निकाल्नु छ तपाईलाई चक्रीय ब्याज अब मलाई बताउनुस् त चक्रीय ब्याज कति रुपैयाँ आयो पहिलो वर्षमा कति रुपैयाँ अब दोस्रो वर्षमा कति रुपैयाँ 36 त टोटल कति रुपैयाँ ब्याज आयो 1236 रुपैयाँ अब तपाईले फेरि के सोधेछ उसले मिश्र धन पत्ता लगाउनुहोस् के भन्यो त मिश्र धनको फर्मुला हिजो लेखेको थियो हामीले ए बराबर के भन्ने थियो त P प्लस आई P सुरुमा कति थियो त 10,000 अहिले ब्याज कति आयो त 1236 अनि टोटल कति भइहाल्छ 11,236 रुपैयाँ यति के हुन्छ उसको त ब्याज हुन्छ र मिश्र धन हुन्छ है यो के को आधारमा हो बिना फर्मुलाको आधारमा सूत्र प्रयोग नगरिकन हो यसरी बनाउनुस् त्यसलाई फटाफट त्यसले लेखौ पहिला जस्तै अब अर्को क्वेशनमा क्वेशन नंबर 4 को ख नंबर हेरौँ न 4 को ख नंबर है अब 4 को ख नंबरलाई दुई तरिकाले बनाउन सक्नुहुन्छ तपाईहरुले जस्तै यहाँ होला भन्छ 4 को ख नंबर कति प्रतिशत चक्रीय ब्याज का दरले रु 200 को 2 वर्षमा रु 200 को 2 वर्षमा चक्रीय ब्याज रु 42 हुन्छ ल ध्यान दिनुहोस् है कति प्रतिशत यहाँ भन्नुहोस् है के निकाल्नुले भनेको छ त आर भनिरहेछ के निकाल्नु भने त आर अब एउटा छ बिना फर्मुलाले बनाउन सकिन्छ अर्को फर्मुलाबाट जानुस् म दुवै मेथड गर्दिन्छु यसलाई पहिला हामी बिना फर्मुलाको कुरा गरौँ बिना फर्मुलामा हामी के भन्छ ध्यान दिनुहोस् त रु 2000 को 2 वर्षमा कति आएको छ 42 कति आछ त 42 त हामीले लेख्छौं रु 200 को 2 वर्षको ब्याज कति आउँछ त रु 42 आयो के दिक्कत छैन त अब हामी रु 100 को निकालौं त 100 को 2 वर्षको कति भइहाल्छ हेर्नुस् त रुपैयाँलाई के गर्नु हो आधी गर्नु भयो नि
200 लाई 100 बनाउनको लागि 2 ले भाग गर्नुपर्छ हेर्नुस् त 200 मा 2 ले भाग गरे भने कति आउँछ 100 हामीले रुपैयाँ त 100 राख्नु छ त्यही भएर 100 बनाएको यसलाई 100 रुपैयाँको 2 वर्षको ब्याज कति हुन्छ अब बताइदिनुस् त जब यता आधा गर्नु भने उता पनि के गर्नुपर्छ आधै गर्नुपर्छ अनि कति आउँछ त 40 के रे 21 42 को कति हाफ आयो त 20 तर 100 को 1 वर्ष कुनै आउनु पर्यो अहिले कति वर्ष छ 2 वर्ष अब हामी यो 2 वर्षलाई कति वर्षमा चेन्ज गर्छौं त 1 वर्ष कति वर्षमा 1 वर्षको त यो 1 वर्ष ल्याउनलाई फेरि 2 ले भाग गर्नु भएको छ नि त यसलाई आधी गर्नु अनि यहाँ पनि 2 ले भाग गर्दिनुस् त फेरि यसलाई 2 ले भाग गर्दा कति आउँछ त 10.5 हो देयरफोर ब्याज दर आर भनेको कति आइहाल्यो त 10.5%। हामीले यो भन्दा अगाडि गरौँ रु 100 को 1 वर्षको ब्याज जति आउँछ त्यसलाई हामी के भन्छौँ त ब्याज दर भन्छौँ त्यही भएर यो 10.5 के हुन्छ त्यसको ब्याज दर हुन्छ क्लियर छ एउटा यो मेथड छ अर्को फर्मुलाबाट पनि बनाइन्छ पहिला यो लेखौँ त्यसपछि फर्मुलामा जाने हामी अब यही क्वेशनलाई हामीले फर्मुलाको आधारमा बनाउने भने कसरी बन्छ भन्ने कुरा हेर्नु छ सामा कति दियो p बराबर 200 समय p बराबर कति 2 वर्ष ब्याज दर छ ब्याज दर कति छ आर भनेको कति छ कहाँ 42 त ब्याज हो ब्याज रु 42 ब्याज दर वाट अनि हामी ब्याज बराबर लेख्छौं ब्याजलाई केले जनाउने सीआई ले सीआई को भ्यालु कति दियो त 42 अब अकॉर्डिंग टू फर्मुला सूत्र अनुसार भन्छौ है फर्मुला बस कसको निकाल्ने त सीआई को जसको भ्यालु दिएछ त्यसैको फर्मुला लाउनु पर्छ अब सीआई को फर्मुला मलाई भन्नु त कति आउँछ त सीआई को फर्मुला के हुन्छ त p इन्टु 1 plus r by 100 power t very good अब सबैको भ्यालु राख्नु सीआई को भ्यालु कति हुन्छ त सीआई को भ्यालु कति जान्छ 42 p को भ्यालु 200 1 प्लस रेट कति छ थाहा छैन बाइ 100 पावर कति t को ठाउँमा 2 राख्नु माइनस अब यो 2 यता आएर डिभाइड गर्छ 42 डिवाइडेड यो मल्टिप्लाई छ यता आएर डिभाइड 200 ले अनि यो कति आउँछ 1 प्लस r बाइ 100 को पावर 2 माइनस यसले डिभाइड गर्नुस् त कति आउँछ 0.21 आउँछ 0.21 इज इक्वल्स टु 1 प्लस r बाइ 100 को पावर 2 माइनस यो -1 यता आएर के हुन्छ प्लस हुन्छ यसलाई डिवाइड गर्दा 2 ले डिवाइड गर्दा 2 ठिक अहिलेसम्म यो ठिक छ अब यसपछि हेर्नु यो माइनस यता आएर प्लस त और 0.21 अब प्लस 1 हेर्नुस् है यो -1 यता आएर के भएको छ त प्लस अनि यो जस्ताको 1 प्लस r बाइ 100 को पावर 2 सल्भ गरौँ त यो कति हुन्छ 1.21 1 प्लस r बाइ 100 हैन और यो कति आउँछ यो प्लस फेरि यता आयो भने के हो यार सरी रूट 30 रह्यो अब यो रूट यता लगाइदिनुस् त यो स्क्वायर हट्यो भने यता के आउँछ रूट आउँछ 1.21 1 प्लस r बाइ 100 अब सिम्प्लिफाई गर्नुस् त यो कति आउँछ यो 1.21 को रूट निकालौँ त हामीले 1.1 हुन्छ होला है 1.1 आउँछ हैन अब 1.1 हुनुपर्छ 1.1 हुँदाखेरि कति आउँछ यो 1 प्लस r बाइ 100 अब यो प्लस 1 यता आएर के भइहाल्यो त 1.1 माइनस 1 इज इक्वल्स टु r बाइ हामीसँग क्याल्कुलेटर अहिले छैन हैन क्याल्कुलेटर भयो यो भ्यालु अलिकति 200 ले डिवाइड गर्दा
2 21 सॉरी 0.2 माइनस में प्लस हो जाएगा 121 11.11 कति आउँछ भाइ सिम्प्लिफाई गर्नु छ 0 इक्वल्स टु कति r by 100 0.1 into 100 is equals to therefore r is equals to कति त 10%. यहाँ कति आइहाल्यो त 10%. त्यसमा कति आएको छ त 10.5 आएको छ है ल यसमा अलिकति डिभाइडमा p छदैछ r पनि छ 100 पावर 2 ठिकै छ एउटा हामीले के गरेको थियौं यसमा सुरु वाला कहाँ छ यहाँ छ हैन 200 को 42 आयो 100 को 21 अनि यो 2 वर्षको लागि थियो 1 वर्षको लागि ए हैन है यो बिना सूत्र प्रयोग गरेको मिल्दैन क्वेशनले भनेको छैन यसमा सूत्र लाउनै पर्छ किनकि 2 वर्षमा हुने बित्तिकै के हुन्छ चक्रीय ब्याज हुन्छ ब्याजको पनि त ब्याज होला नि त्यो 21 मा त्यही भएर यस्तै गर्नुपर्छ है हामीले यो तरिकाले गर्नु पाँच को ख नम्बरलाई 5 को ख नम्बरमा भन्छ एक शिक्षकले रु 50,000 आफ्नो छोरीको नाममा बैंकमा जम्मा गरे यदि बैंकले वार्षिक 10% ब्याज दर प्रदान गर्दछ भने 3 वर्ष पछिको चक्रीय ब्याज र मिश्र धन कति हुन्छ पत्ता लगाउनुहोस् पत्ता लगाऊ अब हेर्नुहोस् है सीधा हिसाब छ एकदम सिम्पल छ यहाँ यस्तो भनेछ कि सूत्र प्रयोग गर्नु छैन त्यस्तो भने छैन हामीले सूत्र प्रयोग गर्नु छ अब हामीले सल्युसन गर्दाखेरि सल्युसनमा पहिला लेख्ने के कुराहरु दियो त यहाँ सावा कति दियो त कति जम्मा गर्यो बैंकमा हो त्यो के हुन्छ त सावा हुन्छ 50,000 सावा भयो ब्याज दर कतिले दियो त हो ब्याज दरलाई केले जनाउने r अनि यसको मान 10% समय 3 वर्ष भन्यो 3 वर्ष लेख्नु अनि हामीले निकाल्नु के छ त के पनि लेख्नु चक्रीय ब्याज जसलाई केले जनाउँछ हामी pi यसको मान कति त व्हाट अर्को के त चक्रीय मिश्रधन अब यो पनि निकाल्नु छ हामीले यसलाई केले जनाउँछौ अनि यो बराबर व्हाट
अब लेख्छौँ हामी सूत्र अनुसार पहिला के निकालौँ त चक्रीय ब्याज निकाल चक्रीय ब्याजको सूत्र भन्नु हो त्यो तपाईले याद हुनुपर्छ है अनि पी को मान 50,000 1 प्लस रेट चाहिँ 10/100 पावर कति त 3 माइनस 1 50,000 1.1 हुन्छ है यसलाई डिभाइड गर्नुहुन्छ 10 मा 100 ले डिभाइड गर्दा 0.1 आउँछ र त्यो 0.1 मा प्लस गर्दा 1.1 पावर कति त 3 माइनस 1 50,000 डिभाइड पहिला गरेर त्यसपछि 1 जोड्ने अनि 1.331 माइनस 1 हेर्नुस् है 1.1 को क्यूब गर्नुहुन्छ त यति आउँछ 1.331 आउँछ अनि माइनस 1 छदैछ घटाइदिनुस् त 50,000 इन्टु 0.331 ले मल्टिप्लाई गर्दा कति हुन्छ 5 एकम 5 5 तिहाई 15 1 5 तिहाई 15 1 16 3 वटा 0 खत्म यो आयो कति ब्याज आयो त 16,550 रुपैयाँ के आयो ब्याज अब हामीलाई के निकाल्नु छ चक्रीय मिश्रधन ब्याज त आइहाल्यो चक्रीय मिश्रधन जसलाई केले गनाउँछ त सीए अनि सीए बराबर हामीले के थाहा छ पी प्लस आई पी को मान कति छ 50,000 अनि इन्ट्रेस्ट कति आयो त 16,550 यो भ्यालु है चक्रीय ब्याजको यो जति आएको छ त्यही भ्यालु त्यही राखौला अनि अब जोड दिनुस् त यसलाई 66,550 रुपैयाँ यसको के हुन्छ त चक्रीय मिश्रधन क्लियर छ ल अब 7 को ख नम्बरलाई रु 7,500 को वार्षिक ब्याज चक्रीय ब्याज 12% ब्याज दरले 3 वर्षमा हुने चक्रीय ब्याज र साधारण ब्याज र चक्रीय ब्याज को फरक पता लगाउनुहोस् ल चक्रीय ब्याज र साधारण ब्याज को के निकाल्नु छ हामीलाई फरक निकाल्नु सल्युसन गर्छु है पहिला जे दिएको छ त्यसलाई लेख्नु सावा कति सावा पी बराबर 7500 क्लियर ब्याज दर आर इज इक्वल्स टू 12%। समय टी बराबर 3 वर्ष। अब हामीलाई निकाल्नु छ के साधारण ब्याज तपाईलाई एसआई को फर्मुला याद छ P into T into R by 100 कति आउँछ P भनेको 7500 T भनेको 3 वर्ष 12 by 100 20 काट्यो बच्यो कति 75 गुण्ने 3 गुण्ने कति 12 कति आउँछ यो
75 गुणे 3 गुणे 12 क्याल्कुलेटर त छैन हैन तपाईहरुसँग ल यसलाई यसरी गरौँ 75 अनि 12 त्याई 36 कति आउँछ यो 6 पंच 30 3 64 42 3 45 5 15 21 22 007 कति आयो 27 साधारण ब्याज कति आयो 27 फेरि अब फेरि हामी के निकाल्नु पर्यो त चक्रीय ब्याज त चक्रीय ब्याज पहिला चक्रीय ब्याजलाई केले जनाउने सीआई र यसको फर्मुला p * 1 + r/100 को पावर t - 1 अनि अब यस भ्यालु राखौ 7500 1 + रेट हामीसँग कति छ 12 100 पावर 3 - 1 7500 1.12 भइहाल्छ 12 मा 100 ले डिवाइड गर्दा 1.2 आउँछ के रे 0.12 आउँछ प्लस 1 गर्दा 1.12 आउँछ पावर कति छ 3 - 1 अब हजुरहरुले गर्नुपर्छ 1.12 को क्यूब कति आउँछ त्यो पहिला निकाल्नु पर्छ 3 चोटी मल्टिप्लाई गर्दा बुलेट क्याल्कुलेटरमा बिर्सिकन आउनुस् त मल्टिप्लाई गरौँ 4 2 2 2 1 1 2 1 1 4 4 5 2 1 यो आयो 4 फेरि 1.12 ले मल्टिप्लाई गर 2 ले मल्टिप्लाई गर एकचोटी फेरि गर्नुपर्छ 8 8 0 5 2 4 4 5 2 1 4 4 5 2 1 8 2 9 4 0 4 1 अनि अब 4 र 2 6 वटा 1 2 4 1 पॉइंट कति आयो 1.404928 माइनस 1 अब घटाइदिनुस् त यहाँबाट 7500 गुना यसलाई घटाउनु भने आउँछ 0.404928 अब यसलाई के गर्ने मल्टिप्लाई गर्ने कतिले मल्टिप्लाई गर्ने 75 ले मल्टिप्लाई अब 75 ले मल्टिप्लाई गरौँ सकिहाल्नुहुन्छ गर्न सकिहाल्नुहुन्छ अब यो जति आउँछ नि त्यसपछि लेख्ने हैन अब लेख्ने फरक बराबर लेख्नु होला CI माइनस SI अब CI को त अननोन छ अहिले SI को कति आएको छ 27 अब माइनस गर्दिनु होला जे आउँछ त्यही के हुन्छ त आन्सर आउँछ ल आजलाई यति राखौं है यति 7 सम्म हजुरहरुले गरेर ल्याउनु होला त्यसपछि अझै भोलि हामी सुरु गरौँ